कति महिनाकी भयो नि तपाईँकी छोरी? 8 महिना पुरा भयो। उमेरको हिसाबले तौल त कम देखिन्छ। के खानदिन गर्नुभएको छ बच्चालाई? दाँत त आएको छैन, के खान सक्छ र? मैले त आफ्नो दुध मात्रै खुवाइराखेकी छु। बच्चाको उमेर अनुसार वृद्धि विकासको लागि बच्चा 6 महिना पुरा भइसकेपछि उसलाई आमाको दुध सँगसँगै अन्य थप पौष्टिक आहार पनि खुवाउनुपर्छ, जसमा 4 प्रकारका खानेकुराहरू चाहिँ समावेश भएकै हुनुपर्छ। अन्न तथा कन्दमूलबाट, 2 गेडागुडी, दलहन, तेलहन र बियाबाट, 3 सागसब्जी र फलफुल मध्येबाट, अनि पशुजन्य खानेकुराहरूबाट चाहिँ माछा, मासु, अन्डा, दही, दुध, घिउ, मोही आदि। यो सबै भनेको चाहिँ दाल, भात, तरकारी, मासु, अन्डा आदि सबैलाई राम्ररी पकाएर नरम हुने गरी मिचेर जाउलो अथवा लिटो बनाएर बच्चालाई खुवाउनु पर्छ भनेको कुरा बुझ्नुभयो? ए, अनि कति जति खान दिनुपर्छ हामीले? हेर्नुहोस्, 6 देखि 9 महिनासम्मको बच्चालाई कम्तीमा दिनमा 3 पटक 2 देखि 3 चम्चाबाट सुरु गरेर प्रत्येक पटक 1 चिया गिलास वा 1 कचौरासम्म खाना दिनुपर्छ। त्यस्तै 9 देखि 12 महिनासम्मका यस्ता बच्चाहरूलाई कम्तीमा दिनमा 3 पटक 1 चिया गिलास वा 1 कचौरा बराबर हुने गरी थप खाना दिएर दिनमा 1 चोटि अन्डा, केरा जस्तो खाजा पनि खाना दिनुपर्छ। अनि 12 देखि 24 महिनासम्मको बच्चालाई दिनमा कम्तीमा 3 पटक नै 2 चिया गिलास वा 2 कचौरा थप खाना र त्यसको साथमा दिनमा 2 पटक थप खाजा पनि खाना दिनुपर्छ। तर जतिसुकै थप खाना र खाजा दिए पनि 2 वर्षसम्म बच्चालाई आमाको दुध चाहिँ खुवाइरहनुपर्छ।